जीवनमै सबैभन्दा ठुलो खुसी त्यही दिन पाएको थिएँ जुन दिन वर्षाले मेरो प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् र सबैभन्दा ठुलो पीडा आज पाएको थिएँ जहाँ वर्षाले हाम्रो सम्बन्धको अन्त्येष्टि गरेकी थिइन्। चिठी पढ्दा पढ्दै मेरा आँखा रसाएका थिए। म क्याफेबाट निस्किएँ। अब म गन्तव्यविहीन भएको थिएँ। मेरो मस्तिष्कका चार कुना तनावको बीजारोपण गरिरहेका थिए। अनेकौं कुराहरूले मेरो दिमागको छिद्र छिद्रमा बास गरिरहेका थिए। लाग्दै थियो यो सपना हो, तर सपना नभएर यो मेरो तितो यथार्थ थियो। म स्वीकार्न सक्ने अवस्थामा थिइनँ। यो यथार्थलाई म हराउन चाहन्थेँ र मैले देखेको कल्पनालाई मेरो जीवनमा ल्याउन चाहन्थेँ, तर मसँग त्यो क्षमता थिएन। जसोतसो म कोठा गएँ। फोन निकालेर वर्षासँगको फोटोहरू हेर्न थालेँ। मेरो आवेगले आफ्नो सीमा नाग्यो। हेर्दै गरेको मोबाइललाई आवेगको झटारोले भित्तामा फालिदिएँ। मोबाइल टुक्रा टुक्रा भयो, हाम्रो सम्बन्ध जस्तै। मोबाइल फेरि जोड्न सकिन्थ्यो, तर हाम्रो सम्बन्ध अब जोडिने अवस्थामा थिएन। म एक्लै रुन थालेँ। दिनभर रोएरै बसेँ। साँझमा बाहिर निस्किएँ। सुनेको थिएँ तनावको जहर रक्सी हो भनेर। त्यसैले दिनभर रोएको राताम्बे आँखा लिएर म एउटा कटेजमा छिरेँ। जीवनमा पहिलोपल्ट चुरोटलाई मेरो ओठमा राख्न पुगेँ। चुरोटको धुवाँ र रक्सी मेरा साथी भए। मेरो शरीरमा जति नसा भरिँदै थियो त्यति नै मेरा अगाडि भएका रक्सीका बोतलहरू रित्तिँदै जाँदै थिए। मन सम्हाल्न खोज्दा शरीर नसम्हालिने भइसकेको थियो। जसोतसो रातको 11 बजे घर पुगेँ। गेट लागिसकेको रहेछ। अब रुममा जान म नसक्ने भए। बिस्तारै सडकै सडक हिँड्दै गएँ। तर म कहाँ जाँदै थिएँ मलाई थाहा थिएन। म आफ्नै शरीरलाई सम्हाल्न नसकेर सडक पेटीमा लडेँ। धेरै पटक उठ्न प्रयास गरेँ, सकिनँ। त्यही लडिरहेँ। लाग्दै थियो मेरो टाउकोमा कसैले बडेमानको पत्थर राखिदिएको छ। यो जमिन घुमिरहेको छ। कुकुर भुकेको अनि गाडीका हर्नहरू बजेको आवाज मेरो कानमा पर्यो। सकि नसकी आँखा खोले। रिमरिम उज्यालो थियो। मेरा वरिपरि भुस्या कुकुरहरू मलाई हेर्दै भुकिरहेका थिए। सडकमा गाडीहरू फ्याट्टफुट्ट कुद्दै थिए। बिस्तारै उठेँ। बेलुकाको सबै सम्झनाहरू बिस्तारै मेरो मानसपटलमा घुम्दै थिए। मलाई लाज लाग्यो। त्यहाँबाट उठेर रुमतिर लागेँ। भयभरको सबै खल्तीमा हात घुमाउँदा पनि ढोकाको साँचो मैले फेला पार्न सकिनँ। ताला फुटाएर भित्र छिरेँ। अब के गर्ने? म विचारहीन भएँ। मसँग अब केही विकल्प थिएन। अझै रौँ भने कसका लागि रौँ? जसका लागि रुनु छ उसैले रोएर गएपछि। नरौँ भने कसरी नरौँ? जोसँग मैले कल्पनामा मात्र भए पनि जीवनको पुरै अध्यायहरूमा आफूलाई बचाइसकेको थिएँ। आज उसैले एउटा पत्रको भरमा हाम्रो सम्बन्धलाई तिलाञ्जली दिएको छ। प्रश्न हजारौँ छन्। प्रश्नभित्रका शब्दहरू लाखौँ छन्। तर म पोखौँ कसलाई? जसलाई पोख्नु पर्ने हो उनै साथमा छैन भने। जीवन भनेकै सङ्घर्ष न हो? एउटा अबोध पन्छीले त आफ्नो प्रेमलाई सार्थक बनाउन कैयौँ बाधाहरू छिचोल्न तयार हुन्छ भने हामी त चेतनशील मानव हौँ। हामीले हामीबीचका ती बाधाहरूलाई छिचोलेर प्रेमको सार्थकता प्रस्तुत गर्नु एउटा प्रेमी प्रेमिकाको धर्म थिएन र? एक्लै एक्लै बग्ने नदीहरू सङ्गममा मिसिएर एक भएपछि आफूलाई छेक्ने बाँध ठक्कर दिने ढुङ्गालाई बगाउँदै स्वतन्त्र भए जस्तै हामी पनि प्रणयको सङ्गममा भेटिएर एक भएका थियौँ। कि नदीले जस्तै हामीले पनि छेक्ने बाँध र ठक्कर दिने ढुङ्गालाई बगाउन सक्ने थिएनौँ र? सबैभन्दा ठुलो कुरा चाहना न हो? एउटाले जानी जानी डुबाउन खोजेपछि अर्कोले जति चाहेर पनि तैर्याउन कहाँ सकिने रहेछ र? वर्षा, तिमीले चाहेकी भए हामीले नसक्ने केही थिएनौँ।
एउटा पुरुषलाई सच्चा नारी र एउटा नारीलाई सच्चा पुरुषको साथ छ भने त्योभन्दा बलियो चिज संसारमा अरू केही हुँदैन। जस्तोसुकै परिस्थितिसँग लड्ने सामर्थ्य त्यो साथले राखेको हुन्छ। हामीले पनि चाहेको भए त्यस्ता परिस्थितिहरूलाई परास्त गर्न पक्कै पनि सक्थ्यौँ, तर एउटाले मात्र चाहेर कहाँ हुँदो रहेछ र। पहिले पहिले एकान्तमा वर्षासँगका गफहरू सम्झिँदै उसँग गरेका च्याटहरू हेर्दै खुसी हुने म आज यो एकान्तमा त्यही कुराहरू सम्झिँदै रोइरहेको थिएँ। मेरो आँखा टमाटर जस्तै भएको थियो, तर आँसु झर्न रोकिएको थिएन। साथमा भएको बोलिने माध्यम मोबाइललाई पनि मैले टुक्राइसकेको थिएँ। मसँग बोल्लिन केही थिएन। भयभरको सबै पैसा हिजो नै सकेको थिएँ। खाना खान मन लागेन। रुममा बसिरहन सकिनँ। छतमा गएर बसेँ। त्यहाँ पनि बस्न मन लागेन। बाहिर निस्किएर डुल्न थालेँ। डुल्न पनि मन लागेन। हामी सधैँ भेट्ने त्यो गल्लीमा गएँ। त्यहाँ पनि बसिरहन मन लागेन। आज किन एक्लै? तिमीसँग हात समाएर मिठा बात गर्दै हिँड्ने मान्छे खोइ? यही गल्लीमा तिमीले पहिलो पटक भेटेको तिम्रो प्रेमको राज्य चलाउने तिम्री महारानी खै? गल्लीमा उभिरहँदा यावत प्रश्नहरू मलाई त्यो गल्लीले गरेको भान भइरहेको थियो। म जहाँ जाउँ मेरो मानसपटलमा वर्षा र वर्षासँगका ती विगतहरू झलझल्ती आइरहेका थिए। जति नै प्रयास गर्दा पनि ती पलहरू एउटा ठुलो सम्झना बनेर आइरहेका थिए। बेलुका पनि खाना नखाइ सुते। छटपटीले निन्द्रा पर्न सकिन। चिया बनाएँ र बाहिर बारदलीमा बसेर चियाको चुस्की र चुरोटको धुवा लिन थालेँ। 1 बजेतिर म निदाएछु। भोलिपल्ट 10 बजे मात्र मेरा परेलीहरू उग्रिए। फोहोरले नाली थुनिए जस्तै परेलीभरि कचेराले मेरा आँखा थुनिएका थिए। उठेर मुख धोएँ। अनुहार पुछेर ऐना हेर्दा मेरा आँखाका डिलहरू फुलेका रोटी जस्तै भएर सुनिएका थिए। अत्याधिक पानीको प्यास लागेको थियो। 4 गिलास पानी पिएँ। भोक लागे जस्तो भयो, तर चामल मात्र थियो। तरकारीको नामो निशाना थिएन। तरकारी किन्न खल्तीमा रुपे सुक्को पनि थिएन। त्यसैले सुरमा चुरोट सल्काएर पिउन थालेँ। फेरि मेरो मानसपटलमा वर्षाकै यादहरू, दृश्यहरू आकाशमा चिलघुमे जस्तै घुम्न थाले। सम्झनाका भेलहरू बग्न थालेपछि आँखाको बाँध फुटिहाल्यो। के प्रयास गरिन वर्षालाई भुल्न। जुन कुरा भुल्न खोज्यो त्यही कुरा कहिले भुल्न नसकिने रहेछ। अब यस्तो जिन्दगी कहिलेसम्म बाँचौँ म? न त यी पीडाका गर्तबाट बाहिर फुत्किन सक्छु, न त यहाँ रहिरहन। म मारिदिन्छु यो वेदनाको जन्जिर जस्तो जिन्दगीलाई। कति पटक यस्ता सोचहरू मस्तिष्कमा खेलिरहन्थे, तर धन्य म आफैलाई, मैले यी सोचहरूलाई कहिले स्थायी नियुक्ति दिइनँ। चौथो दिन पेटमा मुसा कुदेर हैरान भइसकेको थियो। चामल कुकरमा हालेर सिटी लगाएँ र खान थालेँ। भोक लागेपछि जे पनि मिठो हुँदो रहेछ। अरू बेला जति खान्थेँ त्यसको दोब्बर खाना मेरो पेटभित्र छिर्यो। खाना खाएपछि शरीर बोधो भयो। हुन त मेरो शरीर जागरिलो चाहिँ कहिले थियो र? दिउँसो सुतेर बेलुका उठेँ। बेलुका खाना खाएर फेरि सुतेँ। निन्द्राभन्दा प्यारो त वर्षा पनि थिएनन् जस्तो भान हुँदै थियो। वर्षालाई बोल्ने एकमात्र माध्यम अब निन्द्रासँग प्रेम गर्नु हो जस्तो लाग्यो। वर्षा दौडिँदै कोठाभित्र छिरिन्। म पनि पछि पछि थिएँ, तर कोठा छिरेपछि उनले चुक्कु लगाइन्। मैले ढोका ढकढक्याउन थालेँ। बिस्तारै आँखा खोलेँ। मेरो कोठाको ढोका कसैले ढकढकाइरहेको थियो। आँखा मिच्दै ढोका खोलेँ। साइला मामा हो कि होइन? 3वटा दृश्य एउटै मान्छेको। फेरि एकपटक आँखा मिचे। अहिले एउटा मात्र दृश्य। ओहो, मामा नै त हुनुहुँदो रहेछ। नमस्कार मामा। के हो भान्जा? न फोन लाग्छ न तिमीले नै गरेको छौ।
बिनाजु अस्पतालमा हुनुहुन्छ, थाहा छ तिमीलाई? अघि त आँखाले मात्र देखेको 3वटा दृश्य अहिले मेरो मस्तिष्कले पनि देख्न थाल्यो। आत्तिँदै मामालाई सोधेँ, बुवालाई के भयो र मामा? मामाका अघिल्ला प्रश्नहरूको व्यवस्था गर्दै अन्तिम प्रश्नमा मैले पुनः प्रतिप्रश्न गरेँ। हिजो घरमा लड्नु भएछ प्रेसरले हानेर, अहिले न हलचल छ न बोली, आइसियुमा हुनुहुन्छ, त्यसैले म तिमीलाई खोज्दै आएको। होइन तिम्रो चाला चाहिँ के हो? हेर चुरोटको बट्टा, कोठाको हालत, यो भाँडा नपखालेको कति भयो? ढुसी आइसके जस्तो छ। खाना चाहिँ केमा पकाएर खान्छौ? अनि फोन चाहिँ के गर्यो? कल लाग्दैन त? के बेचेर खायो? तिमी त साह्रै पो बिग्रेछौ त भान्जा। के बन्न सहर छिरेको? आज के भइसकेछौ? दिदी बिनाजुको अवस्था त्यो छ, यहाँ तिम्रो यस्तो छ। अब त जिम्मेवार भइसकेको लाग्दैन तिमीलाई? मामाका यी यक्ष प्रश्नका उत्तर मसँग थिएन। म निरीह भएर बसिरहेको थिएँ। मामाका प्रत्येक शब्दहरूले मैले आफैले महसुस गर्न नसकेको मेरो यथार्थ प्रतिबिम्बित गरिदिरहेका थिए। लु छिटो तयार हौ, जाइहाल्नुपर्छ। मामा यति भनेर बाहिर निस्कनु भयो। म तयार भएँ। बुवालाई भेट्ने मेरो आतुरता बढिरहेको थियो। मसँग डर, चिन्ता र आतुरता मात्र थिए। बस चढेर हामी झापा लाग्यौँ। सोध्न पनि बिर्सिरहेको थिएँ बुवा कुन अस्पतालमा हुनुहुन्छ भनेर। बस चढेपछि मामालाई मधुर स्वरमा सोधेँ, बिएनसीमा। मामाले मरुभूमिभन्दा रुखो स्वरमा उत्तर दिनुभयो। मामा र मबीच बसको 12 घन्टाको बसाइमा भएको पहिलो र अन्तिम संवाद त्यही थियो। बाटोमा बस रोकिएको बेला अगाडिको सिटमा बसेको एउटा अर्धवयस्क मानिसले फेसबुक चलाइरहेको थियो। मेरो आँखा बेला बेला उसको फोनको स्क्रिनमा पुगिरहेको थियो। त्यत्तिकैमा उसको मोबाइल स्क्रिनमा कोही परिचित जस्तो अनुहार मैले देखेँ। फोटोको माथि लेखिएको स्ट्याटस हेरेँ, मानिस हराएको सूचना। अरू पढ्न खोज्दै थिएँ तर उसले स्क्रोल गरिहाल्यो। म सम्झिन थालेँ त्यो अघिको अनुहार, त्यो त मै हो, झलस्स सम्झेँ। मन खुत्रुक गल्यो। म हराएछु? प्रश्न गरेँ। हो, म हराएकै हो। आफैलाई आफैले चिन्न नसक्नु भनेको त अरूबाट मात्र होइन, आफैबाट पनि हराउनु हो। गाडीबाट ओर्लिने बित्तिकै हामी सरासर अस्पतालभित्र छिर्यौँ। भित्र छिरेपछि बाहिर बसिरहनु भएको आमालाई देखिहालेँ। आमाले पनि मलाई देख्नुभयो। आमा मलाई एकछिन हेरेर गहभरि आँसु पार्नुभयो। मैले केही गर्न सकिनँ। आमा रोएको देखेर मेरो पनि आँखा रसिला भए, तर आँसु झर्न भने दिइनँ। थाहा थिएन मैले त्यो अवस्थामा कस्तो भाव प्रस्तुत गर्नुपर्थ्यो, तर मैले केही बोल्न पनि सकिनँ। आमा पछ्यौरीले आँसु पुस्न थाल्नुभयो। आमाको आँसु म सम्पर्कविहीन भएर झरेको हो या बुवाको त्यो अवस्था भएर मैले छुट्याउन सकिनँ, तर त्यो आमाको आँसुले मलाई गिज्याइरहेका थिए। परिवारमा यति ठुलो बजरङ्ग पर्छ भन्ने मैले एक मनले पनि सोचेको थिइनँ। बुवा पहिलेदेखि नै हाई प्रेसरको बिरामी हुनुहुन्थ्यो। म सम्पर्कविहीन भएको कुराले बुवालाई अझ तनाव दिएर उहाँ यो अवस्थामा पुगेको हुनुपर्छ। बुवा आमाको लागि सन्तान कतिसम्म प्यारो हुन्छ भन्ने कुरा मैले थाहा पाएँ, तर सन्तानको लागि बुवा आमा कतिसम्म प्यारो हुन्छन् भन्ने कुरा बुझ्न खोज्दा पनि मलाई आफैसँग हिंताबोध भएर आयो। बिनाजु खाना खान जानुभएको रहेछ। केही समयपछि उहाँ आउनुभयो। मलाई आफूतिर बोलाउँदै बाहिर लिएर जानुभयो। हेर भाइ, तिमी कुन अवस्थामा थियौ भन्ने कुरा मलाई मामाले भनिसक्नुभयो, तर मान्छे त्यतिकै त्यस्तो लथालिङ्ग हुन सक्दैन। तिमीलाई के भएको छ मलाई भन, म तिम्रो समस्या बुझ्न सक्छु। केही कुरा नछुपाऊ, तिम्रो समस्याको नालीबेली। एउटा आड पाए जस्तो भयो। गुडमा जाडोले लुकलुक कामिरहेको बचेरालाई माउले जसरी पखेटाले छोपेर न्यानो दिने गर्दछ, त्यसरी नै मैले न्यानोपन महसुस गरेँ। अब
कुराहरू लुकाएर सधैँ भारी मन बोक्नुभन्दा बिनाजुको अगाडि सबै कुरा पोखेर मनलाई थोरै भए पनि हलुका बनाउन मन लाग्यो र सबै कुराहरू भन्न थालेँ। यो उमेर यस्तै हो भाइ। यसरी विचलित हुनु यो उमेरका लागि सामान्य कुरा हो। तर उमेरलाई दोष लगाएर आफ्नो गल्तीबाट चाहिँ पन्छिनु हुँदैन। तिम्रो गल्ती भएकै हो। हेर, जन्मेदेखि सँगै हुने यो सासले त एक दिन साथ छोडेर जान्छ भने कुनै पलभरका लागि नजिक हुनेहरूको साथको आश राख्नु आफैमा मूर्खता हो। जिन्दगी बाँच्ने बिर्सिएर धोका दिनेहरूको यादमा तडपिनुभन्दा विषालु चिज संसारमा अरू केही हुँदैन। हरेक मानिसको समय चल्ने उमेर पनि यही हो। तर समयको सदुपयोग भने गर्न जान्नु पर्दछ। तिमीले आजसम्म यो उमेर खेर फाल्यौ, तर अब चिन आफूलाई। अरूले बाँचेको जिन्दगी अरूकै हो। त्यसैले अरूले होइन, आफूले बाँच्ने जिन्दगी बाँच्न सिक। बुवाको ती पसिनाहरूको मूल्य चिन। तिमीलाई बनाउनका लागि बुवा आमाले आफ्नो शरीर बिगार्न पनि तयार हुनुभएको छ। जति तिम्रो शरीर पानीले भिजेका छन्, त्योभन्दा बढी तिम्रो बुवा आमाको शरीर पसिनाले भिजेका छन्। ती हरेक पसिनाहरूले तिम्रो सफलताको सपना देखिरहेका हुन्छन्। तिमीले यत्रो गल्ती गर्दा पनि आज परिवारले तिमीलाई स्वीकारिरहेको छ। यो हो परिवारको महत्त्व। आज बुवा आइसियुमा हुँदा पनि तिमी जति छटपटेको छौ, योभन्दा कैयौँ गुणा बढी तिमी 2-4 दिन मात्र हराउँदा बुवा छटपटिनु भएको थियो। त्यसैले सन्तानभन्दा प्यारो बुवा आमाको लागि स्वर्ग पनि हुन सक्दैन। तिमीलाई लाग्ला बुवा बिरामी पर्नुको कारण तिमी हराउनु हो। यो पनि एउटा कारण होला, तर योभन्दा ठुलो कारण अरू नै छ। तिमीलाई काठमाडौँमा ती महलरूपी घरहरूमा टिकाइराख्नको निम्ति गाउँमा आफू बस्ने झुपडी नै बेच्नु परेको छ। बुवाले केही वर्ष अघि गाउँमा ऋण लिनुभएको रहेछ। तिमीलाई काठमाडौँमा राख्न खर्च पठाउँदा पठाउँदै अहिलेसम्म ऋण तिर्न नसकेर घर छेउको जग्गा नै साहुलाई पास गरिदिनु भएछ। त्यही तनावले आज बुवा आइसियुमा हुनुहुन्छ। त्यसमाथि आफ्नो बाटो बनाउला भनेर सहर पठाएको छोराले उल्टै बाटो बिगारेपछि चोट थपिने त भइहाल्यो। यी सब कुराहरू मलाई गिजोलिरहेका थिए। साँच्चै मैले क्षणिक सुखको मोहले आफैलाई दुःखको भेलमा हालिरहेको रहेछु। म जस्तो हुनु थियो, म जस्तो बन्नु थियो, त्यो म बन्न सकिनछु। सपना ठुला थिएनन्, तर ती ससाना सपनाहरूलाई पनि मैले बिर्सिँदै गएछु। परिवारले देखेका आशाहरू र मैले चाहेका जिन्दगीका उषाहरू अब निराशा र निशा बन्दै रहेछन्। आमाको आँसुले हामीलाई पिरोल्छ, बुवाको दुःखले हामीलाई सराप्छ। सन्तान भएर सन्तान जस्तो बनेका छैनौँ हामी। भाइ त के हुँदैछस्? हामीले तँलाई के चाहेका हौँ? परिवार बिर्सन यति सजिलै कसैले सक्छ? त 4 दिन हराउँदा हामीलाई यी 4 दिन 4 दशकभन्दा लामो भएको थियो। म त के भनौँ, आफ्नो घरलाई माइत बनाएर अर्काको घरलाई घर बनाएकी छु। त्यो घर तेरै हो, त्यो परिवार तेरै हो। म त तेरो सहायताको लट्ठी हो। तैँले चाहेमा म सहारा दिन सक्छु, तर त जस्तो चाहेर पनि बन्न सक्दिनँ। दिदी सुक्ख सुक्ख गर्दै बोलिरहनु भएको थियो। म गलिरहेको थिएँ, जलिरहेको थिएँ पश्चातापका ज्वालाहरूमा। त्यही दिन डाक्टरले भिजिट गरेपछि रिपोर्ट पनि आयो। डाक्टरको अनुसार बुवालाई हाई प्रेसरले च्यापेर ढलेपछि प्यारालाइसिस भएछ। उहाँको शरीरको दाहिनेपट्टिको कुनै भाग पनि चल्न सक्ने अवस्थामा रहेनछ। बुवाको त्यो भाग अब चल्छ या चल्दैन, त्यसमा डाक्टरहरू नै निश्चित थिएनन्। बुवा ढल्दा यदि देब्रेपट्टि ढल्नु भएको भए जस्तो पनि अवस्था सिर्जना हुन सक्ने रहेछ। अझै 15 दिन जति बुवालाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने रहेछ। चौथो दिन मात्र बुवालाई आइसियुबाट वार्डमा सारियो। बुवाको बोली लटपटिएको थियो। मलाई देख्ने बित्तिकै बुवा त रुन पो थाल्नुभयो। त्यो पल मेरो जिन्दगीकै लाग्छ सबैभन्दा नरमाइलो पल हो। सन्तानको मनलाई चिरा चिरा बनाउन बुवा आमाको आँसुभन्दा धारिलो हतियार अरू केही नहुने रहेछ। बुवा रुँदा म त्यहाँ बसिरहन सकिनँ। त्यहाँबाट निस्किएर वासरुम गएँ। मैले आफूलाई रोक्न सकिनँ, आवाज निकाल्न सकिनँ, तर मनमा नै कालिँदै रोएँ।
आफैलाई पटक पटक धिकारेँ। जिन्दगीमा बुवा रहेको देखेको थिइनँ। जत्रै वज्रपात पर्दा पनि बुवाको आँखा बिचेको देखेको थिइनँ। तर आज मलाई देखेर बुवाले आँसु झार्दा मेरो मन टुक्रा टुक्रा भएको थियो। म बुवाको अगाडि रुन सकिनँ, त्यसैले एकान्तमा गएर रोएँ। हिजो 2 बार सँगै यात्रा गरेको मान्छेले छोडेर जाँदा त्योभन्दा ठुलो पीडा अरू केही हुँदैन भनेर सोच्ने म आज यो पीडालाई कुनै शब्दले बयान गर्न नसक्ने अवस्थामा थिएँ। त्यो पललाई म आज पनि बयान गर्न खोज्दा शब्दहीन हुन्छु। 15 दिनको अस्पताल बसाई, बुवाको त्यो मूर्ति जस्तै बन्नु परेको अवस्था, आमाको अचेत जस्तो स्वभाव र दिदी र भिनाजुले भन्नुभएका ती कुराहरूले अब मैले मेरो जीवनको मार्ग र गन्तव्य दुवै परिवर्तन गर्नुपर्छ भन्ने सोच विकास गर्दै थियो। परिवारको सारा जिम्मेवारी मेरो काँधमा आएको थियो। अगाडिदेखि नै रहेको र बुवाको उपचार गर्दा अझ थपिएको ऋणले अब मैले कमाउन थाल्नुपर्छ भन्ने दबाब आएको मैले महसुस गरिरहेको थिएँ। त्यसैले मेरो परिवारको र मेरो आफ्नै देशमै बस्ने र देशमै केही गर्ने सपनालाई मैले चाहेर नचाहेर तिलाञ्जली दिन बाध्य भएँ। भाग्यको यो खेललाई स्वीकार्नुको अरू विकल्प केही छैन जस्तो लागेर म विदेश जान सुरसार गर्न थालेँ। विकास गएकै कम्पनीमा सेक्युरिटी गार्डको लागि माग आएको रहेछ। बुवालाई हस्पिटलबाट निकालेपछि बिर्तामोडमै दिदी भिनाजुसँग राखेर उपचार गर्ने निर्णय गरेपछि म काठमाडौँ गएँ। झन्डै 1 हप्ताको बसाइमा मेन पावरको सबै काम सकियो। अब मेरो भिसा आउन मात्र बाँकी थियो। विदेश जानका लागि पनि झन्डै 3 लाख जति लाग्ने भयो। घरमा पैसाको सुक्को थिएन। विशाल दाइलाई भने दाइले नै सबै पैसा हालिदिनु भयो। दिदी भिनाजुसँग सल्लाह गरेर बुवा आमालाई अब बिर्तामोडमै राख्ने निर्णय भयो। त्यसैले घरको व्यवहार मिलाउन म र भिनाजु गाउँ गयौँ। घर र जग्गा 5 वर्षका लागि गाउँकै छिमेकीलाई कमाउन दियौँ। लगभग 1 महिनाको पर्खाइपछि मेरो भिसा आयो। सपनाका डुङ्गाहरू यथार्थका बेलहरूमा हराउँदै थिए। जिम्मेवारीका भारीहरूले मेरो कलिलो काँधलाई थिच्दै थिए। रहरका पछ्यौरीहरू सङ्घर्षका ज्वालाहरूमा जल्न थालिसकेका थिए। मलाई मन थिएन छोड्न मेरो देश। मलाई मन थिएन टाढिन मेरो परिवारबाट। मलाई मन थिएन दुःखका देउरालीहरूमा आफूभन्दा प्रिय मेरा बालका सपनाहरूको बलि चढाउन। मलाई मन थिएन देशमै बस्ने आफ्नो सोचसँग पराजित हुन। तर संसारमा मान्छेले चाहँदा कहाँ पुर्याउने रहेछ र सबै कुराहरू। समयको खहरले बगाएर जहाँ पुर्याउँछ त्यसलाई स्वीकार्नु बाहेक अरू केही उपाय नहुँदो रहेछ। बिर्तामोडमा बुबा आमालाई छाडेर म लागेँ राजधानीतर्फ। रुममा गएँ। मन बहकियो। म कोठा पनि छोड्दै थिएँ। 2 वर्ष यो सहरमा मलाई सुरक्षा दिने केवल त्यही एउटा कोठा थियो। कोठाको पनि माया लागेर आयो। कोठाका भित्ताहरू जसले मेरो आँसु देखेका छन्। कोठामा छरपष्ट भएका कागजका गहकिला दस्तावेजहरूले मेरा सपनाहरू पनि आफू जस्तै छरपष्ट भएको देखाइरहेका छन्। जब एक्लिन्थे विचारका रङ्गमञ्चहरूमा म सोचहरूलाई पात्र बनाउँथेँ। खुसीका तरङ्गहरू, आशाका चङ्गाहरू जब जब म उडाउँथेँ, यी सबै देख्ने मेरो एकमात्र साथी यही कोठा न हो। यो सोचिरहँदा मलाई लाग्यो जिन्दगीमा प्रेम निर्जीव वस्तुहरूसँग पनि हुँदो रहेछ। मलाई जतिकै प्रेम त त्यो कोठालाई पनि गरेको रहेछु। कोठाका सामानहरू सबै विशाल दाइले जोड्नु भएको थियो। दाइले बेचिदे भनेपछि सबै सामानहरू सेकेन्ड ह्यान्डमा बेचिदिए। कोठाको चाबी घरबेटी बाको हातमा थमाइदिए। कता सर्न लागिस्? घरबेटी बाले प्रश्न गर्नुभयो। मरुभूमितिर।
मैले जबरजस्ती हाँस्दै बोलेँ, विदेश जान लागेको? केही आश्चर्य हुँदै प्रश्न गर्नुभयो। बा त्यस्तै परिस्थिति आएर छोड्न लागेको देश। विदेश जाने खालको मान्छे त लाग्दैन थियो। के भयो तँलाई? मन चस्कियो। के भयो भनौँ, के भयो नभनौँ बा, जे नहुनु त्यही भयो, देश छोड्नै पर्यो। ठिकै छ, राम्ररी गएस्, प्रगति गरेस्, म त के भन्नु र, नेपाल आएको बेला निस्कने गर्नु यता पनि। ल बा म निस्किन्छु। घरबेटी बाका कुरालाई व्यवस्था गरे जसरी म निस्किएँ त्यहाँबाट। केही समयदेखि म एउटा पश्चातापमा जलिरहेको थिएँ। यो सहरमा मैले कमाएको एउटा अमूल्य चिज सुशील थियो, जोसँग मैले मित्रताको सीमा नागेर विवाद गरेको थिएँ। ऊ त को थियो र? वर्षा र मेरो सम्बन्धको बिछोडमा अनायासै तानिएको थियो। आवेगको अन्धोपनले ऊमाथि अनेकौँ वचनहरू मैले प्रहार गरेको थिएँ। उसले दिए पनि नदिए पनि माफी माग्नु थियो। काठमाडौँ आएपछि सम्पर्क गर्न खोजेँ, तर ऊ सम्पर्कविहीन थियो। नम्बरमा कल गर्दा कल लाग्दैन थियो। मेसेन्जर, इन्स्टा सबैतिरबाट ऊ हराइसकेको थियो। लाग्यो उसले पनि देश छोडिसक्यो। त्यसैले शिक्षासँग सम्पर्क गरेँ। उसले रुममा नै भेट्न बोलाइन्। कोठाबाट निस्किएर दिउँसो शिक्षाकोमा गएँ। देख्ने बित्तिकै नरमाइलो लाग्यो। हुन त शिक्षासँग त्यस्तो नराम्रो केही भएको थिएन, तर सुशीलसँग जे भएको थियो त्यसले नै मलाई शिक्षाको सामु उभिन पनि सङ्कोचको अवस्था सिर्जना गरिरहेको थियो। त्यो दिनभर सुशील सम्पर्कविहीन भयो। तिमीलाई सम्पर्क गर्न खोजेँ, तर तिमीसँग पनि सम्पर्क हुन सकेन। वर्षालाई पनि कल गरेर सोधेँ, उसले पनि केही थाहा नभएको बताए। भोलिपल्ट सुशील आफै यहाँ आयो, सबै कुरा भन्यो। ऊ आफै पनि आत्मग्लानीको भारी बोकेर आएको थियो। मैले धेरै भनिहालेँ, साथी हो, तर मैले मित्रताको महत्त्वलाई आफ्नो महत्त्वाकांक्षाले नजरअन्दाज गरिदिएँ। त्यस्तै उस्तै अनेकौँ गुनासो पोखिरह्यो। मलाई पनि यो सब सुनेर नरिसताको बादलले छपक्कै छोपेको थियो। हाम्रो 2 वर्षको मित्रता 2 पलमा सकिएको थियो। केही हदसम्म मैले सम्झाउने प्रयास गरेँ, तिमीलाई कल गर्न अनुरोध गरेँ, तर सुशील मानेन। जे नहुनु थियो भइहाल्यो, अब आफू बाँच्न सिक्नुपर्छ। जवानीको उन्मादले मान्छेलाई बडखालोमा हाल्छ। जति थियो सकियो। अरूलाई सम्झाउन, मिलाउन, राम्रो बनाउन खोज्दा आफै बिग्रने, नराम्रो हुने रहेछ। अब सबै आफ्ना गति र गन्तव्यमा बाँचुन्, हामी पनि त्यसरी नै चल्नुपर्छ। सुशील रिसाएको पनि थियो। वर्षाले हामी दुवैलाई बिहेमा बोलाएकी थिए, तर सुशील अड्डी कसेर बसेको थियो। उसलाई जति सम्झाउँदा पनि ऊ जान मानेन। म जान्छु भन्दै उल्टै मेरो सातो खलबलायो, जसको कारणले हामी नराम्रो कहलिन्छौँ भने उसँगको सम्बन्धको के काम। त्यसैले हामी गएनौँ। त्यसपछि अहिलेसम्म वर्षासँग हाम्रो सम्पर्क भएको छैन। कहाँ छे, के गर्दैछ, केही पत्तो छैन। सोसल मिडियातिर पनि ऊ एक्टिभ छैन। सुशीलले कहिलेकाहीँ तिम्रो बारेमा सोधिरहन्छ, कतै भेटेको छैनौ भनेर। तिमीसँग सम्पर्क गर्न चाहे जस्तो पनि गर्छ। फेरि म खोजिहेर्छु भनेर भन्दा पर्दैन, छोड्देऊ भन्छ। मैले उसको मनमा के छ त्यो बुझ्न सकेको छैन। सके तिमीले नै सम्पर्क गरे हुन्थ्यो भन्ने उसको चाहना हुन सक्छ। वर्षाले जे गर्नु हुँदैन थियो त्यो गर्न पुगी। उसले चाहेको भए त्यो बिहे हामी जसरी पनि रोक्न सक्थ्यौँ, तर उसलाई सम्झाउँदा पनि ऊ रुन्थी मात्र। त्यसैले हामी केही गर्न सकेनौँ। तिमीलाई पनि हामीले सुरुमै भन्न खोजेका हौँ, तर वर्षाले त्यो दिएन। हामी कति दोधारमा थियौँ त्यो सायद कसैले बुझ्न सक्ला। बादल सम्हालिन नसक्ला। मैले त चाहेर नचाहेर उसको साथ छोडेँ। तिमीहरूले चाहिँ नछोडिदिनु। मलाई थाहा छ ऊ यो सुनेर धेरै तडपिनेछ, तर तिमीहरूले उसको ख्याल राखिदिनु। मेरै लागि भए पनि बादललाई एक्लो हुन नदिनु। ऊ एकरो छ, जे पनि गर्न सक्छ। तिमीहरूको सामिप्यमा रहेपछि ऊ सुरक्षित हुन्छ। साथी सम्झेर त्यति चाहिँ गरिदिनु। केही समयपछि ऊ पक्कै सामान्य हुन सक्ला। वर्षाले भन्थे।
अब जे नहुनु थियो त्यो भयो, छाडिदेऊ यो सब। बितेको कुरा कोट्याएर वर्तमानलाई ठेस नपुर्याऊ। धन्न तिमी आज आयो, नत्र हाम्रो सम्बन्ध यसरी नै चित्तामा पुग्दै थियो। वर्षा छुटिए पनि हामी फेरि नजिक भएका छौँ, यो नै ठुलो कुरा हो। तर वर्षा पनि हाम्रो साथी हो। उसँग फेरि बोल भनेर तिम्रो घाउमा नुन दल्न चाहन्न, तर म भने उसलाई खोज्दैछु। जस्तो भए नि हाम्रो जवानीको केही वर्ष हामीले स्वर्णिम बनाएको थियौँ। एकअर्कामा सम्बन्धको डोरी घाँसेर बाँचेका थियौँ। त्यो चुडिएको डोरीलाई पहिलेको जस्तै बनाउन नसकिएला, तर गाँसेर केही हदसम्म जोड्न सकिन्छ। म त्यही चाहँदैछु, वर्षालाई खोज्दैछु। ऊ क्यानाडा रहेछ, तर सम्पर्क भएको छैन। केही समयपछि उसलाई सम्पर्क गर्नेछु। तिमीले नराम्रो नसोच्नु। जसरी तिमी आज हामीसँग मित्रताको धर्म निभाउन आएको छौ, त्यसरी नै मैले पनि वर्षासँग निभाउनु छ। साँच्चै तिमी आएको कुरा सुशीललाई म सुनाइहाल्छु। तिमीहरू पनि आफ्नो गल्ती स्वीकार र हाम्रो मित्रताको तन्किएको रबरलाई छोटो बनाऊ। शिक्षाले हतारिँदै मोबाइल अन गरिन्। होइन शिक्षा छोड, आखिर हामी एउटै देशमा हुने भयौँ। म उहीँ पुगेर सुशीललाई आफै कल गर्छु, उसलाई सरप्राइज दिन्छु। केही खास होस् हाम्रो भेट। अनि तिमीले पनि मेरो बारेमा सुशीललाई अहिले केही नभनिदेऊ। ए ओके, तर तिमीहरू भेटेपछि भर्चुअल नै भए पनि मलाई पनि जोड्नु। मैले मुन्टो हल्लाएँ। शिक्षा यति लामो बोल्दा पनि मैले सुनि मात्र रहेँ, केही बोलिनँ। यो 2 महिनामा ममाथि जे भयो र मैले जे भोगेँ त्यो सब शिक्षालाई सुनाएँ। म विदेश जान लागेको सुनेर उसले एकैचोटिमा विश्वास गर्नै सकिनँ। हरियो राहदानी र 4 घन्टाको फ्लाइटको टिकट उसलाई देखाइदिएपछि मात्र उसका विश्वासका परेले उग्रिए। केही समय विगतका पल, वर्तमानको वेदना र भविष्यको कल्पनाले हाम्रो समय खाइदिए। म त्यहाँबाट निस्किनु थियो। निस्कन लाग्दा शिक्षा पनि मलाई छोड्न जाने भई। कता कता मनमा खुसी लाग्यो। शिक्षा नभएकी भए आज मलाई बिदा गरिदिने कोही थिएन। मैले यो सहरमा कमाएको एउटा अमूल्य चिज, यो मित्रता रहेछ भन्ने भान भयो। विमानस्थलको पर्खाइपछि केही समयमा मेरो फ्लाइटको टाइम भयो। भित्र छिर्ने बेलामा मन बहकिहाल्यो। आफ्ना सपनाहरूसँग आत्मसमर्पण गर्दैछु जस्तो लाग्यो। जिन्दगीमा जे नहोस् भनेको थिएँ त्यही भयो। बुवाको झल्यास्सै याद आयो। जिम्मेवारी बोधको गह्रौँ भारी उचाले जस्तो भयो। बालापन र युवापन दोसाँधमा मेरा खुसीका नदीहरू सुक्दै गए जस्तो भान भयो। आफैले फेरिरहेको सास पनि भारी लाग्यो। आत्मविश्वासको चैते खडेरीमा म थिएँ। आँखाबाट केही थोपा आँसु झरिहाले। शिक्षातिर नजर मोडे। उसले पनि मेरा आँसु देखेर आफ्ना परेले बिजाइसकेकी रहेछन्। राम्ररी जाऊ, हामी टाढिएका छैनौँ। अस्तित्व बचाउने खेलमा फरक गन्तव्य लिएर दौडिन सुरु गरेका मात्र हौ। हामी फेरि भेट्नेछौँ। अँगालो हाल्दै शिक्षा बोली। ल राम्ररी बस, बोल्दै गरौँला। यति भनेर हात हल्लाउँदै म त्यहाँबाट बिदा भएँ। जन्माएर हुर्काउने, गुड छोडी उड्न सिकाउने, पखेटा चल्ने बित्तिकै एक्लै उड्न खोजेर बजारिँदा पनि फेरि टपक्क टिपेर उही वात्सल्यमा राख्ने बाहामा, भरोसाको पिल्लर र आशाका दियोहरू दिदी बिनाजु, 8-7 र विश्वासको ब्रह्माण्ड विशाल्दै, बालापन र युवापनका कलिला र फुरफुराउँदा पाइलाहरूमा पाइला जोडेर कोही नहुँदा पनि कोही भए जस्तो महसुस गराउने, दुःखमा खुसीको माहौल बनिदिने, सुखमा उमङ्गको छाल बनिदिने साथी शब्दका पर्यायहरू विकास, सुशील र शिक्षा सबैलाई म सम्झिरहेछु। म सम्झिरहनेछु। र मलाई यति छोटो समयभित्र प्रेम, सम्बन्ध, साथ, हर्ष, खुसी, आशा, विश्वास, पीडा, रोदन, वियोग, बिछोड अनि घात जस्ता हरेक कुराहरूको अनुभव गराउने वा भनौँ पाठ पढाउने वर्षा, तिमीलाई पनि म सम्झिरहनेछु।